हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई अर्चु इजी किचनमा स्वागत छ। आज हामी धेरैजसो मिठाई पसलहरूमा सजिलै पाइने बनाउने मिठो रसिलो कुरकुरे जेरी कसरी हामी घरमै बनाउन सक्छौँ ट्राई गरौँ है त। त्यसको लागि मैदा लिने मैले, अनि दही अनि 1 चम्चा घिउ राखेर त्यसलाई मैले फिटेँ। अनि फिटिसकेपछि त्यसमा थोरै पानी राख्दै त्यसको बिस्तारै बिस्तारै घोल बनाउँदै गएँ। अनि घोल बनाउँदै जाँदा यो यतिको बन्छ हैन। अनि यतिको भइसकेपछि यसलाई धेरै पातलो नबनाउने, ठिक्क बनाउने। अनि त्यसपछि यसलाई एक साइड राखिदिने। अनि हामी फेरि चास्नी बनाउनको लागि आवश्यक पर्छ चिनी अनि पानी, ल्वाङ सुक्मेल। अनि त्यो एकछिन चिनी पग्लिँदासम्म मजाले त्यसलाई पकाउने। अनि थोरै कलरको लागि फुड कलर राखिदिने। अनि फुड कलर राखेर पनि एकछिन पकाउने। अनि धेरै बाक्लो नबनाउने, चास्नी ठिक्कको बनाउने र त्यसलाई पनि एक साइड राखिदिने। अनि हामीले अघि रेडी पारेको जुन घोल छ त्यसमा थोरै बेकिङ सोडा राखेर मजाले फिट्ने। फिटिसकेपछि मैले यस्तो खालको कागज लिएको छु जेरी बनाउनको लागि। त्यसलाई चाहिँ गिलासमा यसरी ट्याक्क मिलाएर राख्ने। अनि त्यसरी मिलाएर राखिसकेपछि त्यसमा अघि रेडी पारेको घोल जुन छ त्यसलाई पनि राख्ने। अनि त्यो नपोखियोस् भनेर त्यसलाई राम्रोसँग समाउने। अनि टुप्पोतिर चाहिँ कैँचीले काटेर सानो प्वाल बनाउने। अनि त्यसपछि हामी त्यसलाई ठिक्कको तेलमा मजाले जेरीको आकार दिँदै बनाउँदै जाने। अनि त्यसपछि यस्तो बन्छ है। अनि बिस्तारै बिस्तारै जेरी खैरो रातो हुँदै जान्छ। अनि त्यसलाई हामी पल्टाइदिने, फर्काइदिने अनि फर्काउने। अनि त्यसपछि बिस्तारै रातो भइसकेपछि त्यसलाई हामी निकालेर चास्नी जुन रेडी पारेको चास्नी छ त्यसमा राखिदिने। अनि त्यसपछि कुरकुरे रसिलो मिठो जेरी रेडी हुन्छ। अनि हामीसँग भएको जुन बाँकी घोल छ त्यसको पनि हामी मजाले जेरी बनाउँदै जाने। यसरी हामी सबै घोलको जेरी बनाउँदै जाने र जेरी बिस्तारै पाक्दै जान्छ। अनि त्यसलाई हामी चास्नीमा डुबाउँछौँ र चास्नीमा राख्दाखेरि पनि एक साइड डुबेपछि फेरि अर्को साइड पल्टाइदिने। अनि त्यसपछि त्यसलाई तुरुन्तै चास्नीबाट निकालेर साइडमा राख्ने। र अनि हाम्रो तयार भयो घरमै बनाएको जेरी। यो जेरी चाहिँ मलाई बजारको भन्दा पनि एकदम मिठो लाग्यो। हजुरहरू पनि ट्राई गर्न सक्नुहुन्छ। यो रेसिपी मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब पनि गरिदिनु होला। र हजुरहरूले हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ। शुभ दिन। हजुरहरू पनि यसरी नै जेरी बनाएर खानुहोस् है घरमै। थ्याङ्क यू, धन्यवाद सबैजनालाई। बाई बाई।